तपाईँहरूसँग भ्लग लिएर आइसकेको छु है। तपाईँहरू के गर्दै हुनुहुन्छ? म चाहिँ भर्खर उठेर यहाँ बरन्डामा बसिरहेको छु फुलहरू हेर्दै। बिहान उठ्ने बित्तिकै म चाहिँ टक्क फुलहरू हेर्छु क्या, आफूले मम्मीले रोप्नु भएको फुलहरू है। अनि आज चाहिँ मेरो चाहिँ घाउ आएर चाहिँ अनि मम्मीले खै के झारिदिनु भएको थियो, अनि त्यो दबाईलाई बसिरहेको छु है। त्यो बेला बोल्न नि अप्ठ्यारो भइरहेको, दुखिरहेको क्या यसले। अनि म आज चाहिँ खासै मौसमहरू बाहिर चाहिँ आज त्यति राम्रो छैन, अनि त्यही पनि म तपाईँहरूलाई आजको मौसम अनुसारको भ्लगहरू लिएर आउँछु। अहिलेलाई टाटा। हेलो गाइस, म चाहिँ पहिला सानोमा पढेको स्कुल आइसकेको छु। तपाईँहरूलाई म सानोमा पढेको स्कुल देखाउँछु तपाईँहरूलाई। स्कुलको नाम चाहिँ श्री देवी सदन प्राथमिक विद्यालय हो। अनि म तपाईँहरूलाई यहाँको स्कुलको सबै देखाउँछु तपाईँलाई, तपाईँहरू हेर्नुहोला। म चाहिँ यहीँ सानोमा चाहिँ यहीँ पढ्यो। अनि हामी चाहिँ यहाँ चाहिँ 5 क्लाससम्म मात्रै छ। अनि त्यसपछि यहाँबाट चाहिँ हामी चाहिँ च्यानबाट जानुपर्छ पढ्नलाई। अनि अहिले चाहिँ धेरै फुलहरू रोपे स्कुलमा पनि, स्कुलहरू यस्तो छ। म भित्र चाहिँ पसिनँ अहिले है। तपाईँलाई म यहाँबाट अरू छोटो छोटो क्लिपहरू भिडियोहरू देखाउँछु, तपाईँहरू हेर्नुहोला। ल साथीहरू, अब चाहिँ म स्कुलबाट निस्किसकेको छु है। तपाईँहरूलाई चाहिँ अब दिनभरिमा अरू के हुन्छ म अरू बाँकी देखाउने नै छु। तपाईँहरू लास्टसम्म हेरिदिनु होला। आइसकेको छु है। पछाडि चाहिँ भोटे सर अनि अनिस बेटा म। आज चाहिँ हामी चाहिँ भोटे सरको घरतिर जानु लाग्यो होइन सर? सर चाहिँ ट्याक्क लाएर हाम्रो गाउँतिर केही पर्दाखेरि चाहिँ टक्क सरले एक वचन डाँडारी कराएपछि है सब मान्छेहरू जम्मा हुन्छ क्या समाज घरतिर, तल चन्नीतिर। उयो त्यस्तो काम गर्नुहुन्छ। अब हामी सरको घरतिर जाँदैछौँ है। बाटो नि यस्तो बवाल छ। आजको मौसम चाहिँ एकदम ढुसी लाएर केही देख्नै पाएन क्या आज चाहिँ। त्यही पनि तपाईँलाई म भ्यू देख्न नपाएँ नि अरू केही चिजहरू देखाउँछु, तपाईँहरू हेर्दै गर्नु होला। तपाईँलाई भन्छ सुदर्शन गुरुङले म्यासेज गर्नुभयो तपाईँलाई है? अनि के भने म्यासेज गरेर सर? तपाईँलाई के दुःख परेछ, तपाईँलाई के भयो, गाउँको यताउता हल्लीचल्ली के भनेर इङ्ग्लिसमा पठाएको थियो कि तपाईँलाई के दुःख परेछ, तपाईँलाई के भयो, गाउँको यताउता हल्लीचल्ली के भनेर इङ्ग्लिसमा पठाएको थियो कि रे। ठ्याक्कै अब तिमी उनी भयो पढ्नै जानेन हामीले। अनि त्यसरी त उता गिरा उनीहरूले फेरि उताबाट फेरि एकपालि पठाएपछि उनीहरूले फेरि त्यो त्यस्तो डर नपठाउने रहेछ। अहिलेदेखि म हाम्रो सरलाई एकदम सुदर्शन गुरुङले म्यासेज गर्नु अलि ठ्याक्कै गृहमन्त्रीले पढ्न जानेमा फ्यात्ते ल राइट ह्यान्ड भएर हिँड्नु पाउँथ्यो तपाईँ त। ल साँच्ची हो, पढ्न जानेमा फ्यात्ते ल राइट ह्यान्ड भएर हिँड्नु पाउँथ्यो तपाईँ त। ल साँच्ची हो, यस्तो चम्किएको नि भाग्य केही जान्दिनँ है। खोइ अब कस्तो आयो, तर मैले चाहिँ माई हेल्प यु सर भनेर आइम हेल्प यु सर भनेर आइम हेल्प यु कसलाई सर? कसलाई? सुदर्शन गुरुङलाई? सरलाई, गृहमन्त्री सरलाई, गोर्खाको बार्ताको के त्यस्तो बनाएको थियो क्या नि यार।
बाटाको त्यस्तो बनाएको थियो क्या नि यार कसै मिलेरै आयो हो नि कि जाने त मसँग काट्नु अनि म भिडाइदिनु नि त्यहाँ नि तपाईँलाई त्यहाँ त उता पुरा आइहाल्छ नि सर्दा नि तपाईँले भन्ने बित्तिकै त फेरि किन म त लाइनमा के अरे बाहिर बसेर भन्ने म तुर्नुको हो दोरा डाँडाको हो सिधा उता जहाँ पनि पुग्छ कि यस्तो हो कि हामी जेएनजीको लाइनमा त तपाईँको मेरो हिसाबले होला सर चाहिँ होइन मेरै उमेरको होला सायद ऊ जेएनजीको लाइनमा त उता जहाँ पनि रातभरि सुत्दैन आजलाई यति नै भ्लग मेरो है अनि भोलि फेरि म नयाँ भ्लग लिएर आउँछु भोलि चाहिँ म काठमाडौँ जान्छु होला अनि म बिहानैबाट फेरि काठमाडौँसम्मको भ्लग बनाउँछु तपाईँहरू हेरिदिनु होला अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु